साथीहरु यहाँ हेर्नुस् है, आज यो हाम्रो अर्गानिक आफ्नै घरको चाहिँ पुरै के त मुन्तला सुन्तलाको भाइ मुन्तला भन्छ। यो अमिलो हो। यो अमिलोलाई चाहिँ आज चाहिँ हामी चाहिँ सुपको लागि चाहिँ तयारी गर्दैछौँ। सुपको लागि चाहिँ पहिला चाहिँ एक स्टेप चाहिँ हामीले निचारेर पनि यसरी छानेर पनि आगोमा मजासँग के त पकाउने सुरु गरिरहेका छन् र यसरी टक्क अनि आगो पनि मजासँग लाउनु पर्छ है। आगो लाएर यसले एकदम कसरी हुन्छ घटाउनु पर्छ। यसलाई चाहिँ यो पुरै यो घटिसकेपछि यो कालो हुनुपर्छ यो चुक, अनि मात्र यो ओरिजिनल चुक चाहिँ मानिन्छ। र अनि यो सफा धोइ पखाली गर्नुपर्छ। यो चाहिँ हाम्रो चाहिँ मुन्तलालाई मजासँग धोइ पखाली गरेर यसरी टक टक काट्ने, काटेपछि यसरी टक टक काट्ने, यसरी काट्ने, यसरी टक टक काट्दै 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 काटेर तयारी गर्ने। यसरी टक टक्क सफा गरेर धोइ पखाली गरेर यसरी काट्नुपर्छ। फेरि फोहोर गर्न हुँदैन, किनभने तपाईँ हामीले नै खाने हो यो हैन। अनि भनेपछि हामीले चाहिँ राम्रो सफा गर्नुपर्छ। यो गाउँघरमा बनेको यो एकदम राम्रो एकदम ओरिजिनल के अरे ऊ हो चुक हो। यो चुकलाई चाहिँ मजासँग पकाइ धोइ पखाली गरेर यो काटेर निचार्ने। फेरि हेर्नुहोस्, घरमा निचार्दाखेरि चाहिँ तपाईँको आफैले हातले निचार्दाखेरि तपाईँको सिमेन्टले भन्दाखेरि त यो हातमा एकदम बढी खान्छ क्या, एकदम घाउ नै बनाइने चाहिँ एकदम टटाउँछ हैन। त्यही भएर हामीले चाहिँ मैले चाहिँ एउटा तपाईँलाई सजिलो हुन्छ भनेर पहिला हामीले यसरी निचारेको। यो 3-4 वर्ष भइसक्यो हो यो बनाएको चाहिँ। मैले चाहिँ आफ्नै घरमा आफ्नै तरिकाले दिमाग र बुद्धि लगाएर चाहिँ बनाएको थिएँ है। यसरी बनाउन सक्नुहुन्छ। यहाँ ट्याक्क हेर्नु है, मैले राम्रोसँग देखाइदिन्छु यो कसरी बनायो होला भनेर तपाईँहरू छक्क पर्नु होला। यो आफ्नै घरमा बनाएको एउटा सानो एउटा स्रोत साधनबाट बनाएको काठबाट चाहिँ हैन बनाएको एउटा मेसिन भनौँ यो हैन, गाउँघरको भाषामा मेसिन के अरे यो कागजतिर निचार्ने रस निकाल्ने। अब घरमा मान्छेले निचार्दाखेरि एकदम हातले निचार्दाखेरि एकदम गाह्रो हुन्छ। पन्जा लाउँदाखेरि तपाईँले विचार गर्नुहोस्, यो चुक बनाइराख्ने मान्छेले थाहा होला, हातले निचार्दा पन्जा लाउँदाखेरि पन्जाले पनि खाइदिन्छ क्या यो चुकले, त्यति कडा हुन्छ, सिमेन्ट भन्दा कडा हुन्छ। त्यही भएर मैले चाहिँ यहाँ हेर्नु समान्ती कुरो यहाँ यस्तरी बनाएको छ। एउटा यहाँ खाल्टो बनाउनु पऱ्यो, यो पाल बनाउनु पऱ्यो ठ्याक्कै यो मुन्तलाको साइडमा पाल बनाउने। तपाईँको अनि फेरि तल रस चुइने पनि त पाल बनाउनु पऱ्यो नि हैन। यसरी दुईवटा मैले पाल बनाएको छु। तपाईँहरूले पनि एउटा 2-3टा पाल चाहिँ तपाईँहरूले चाहिँ बर्मा अथवा ड्रिल मेसिनबाट पनि पार्न सक्नुहुन्छ। र यहाँ चाहिँ मैले स्टेप पनि गरेको छ कि यहाँ देख्नुहुन्छ तपाईँले क्यामेराले हैन मजासँग देख्नु भएको छ। यहाँ यो स्टेप चाहिँ यसरी निचार्दाखेरि चाहिँ आफूतिर नआओस् त्यो रस, त्यहीँ स्टेपबाट तल झरोस्, यो भाँडाले तल झरोस् भनेर मैले त्यो बनाएको हो हैन। अनि यो चाहिँ यो भाँडामा राख्नलाई यो सपोर्ट हो। यो अब यो यति यो भएन भने त मिल्दैन। त्यही भएर सपोर्ट होस् भनेर चाहिँ यसरी राख्नलाई सपोर्ट होस् भनेर चाहिँ मैले चाहिँ यो चाहिँ सपोर्ट बनाएको हो।